चाहिँ अहिले बल्ल डिस्कसन भइरहेछ कहाँ जाने भनेर। यहाँ दुईजना यता छन्, दुईजना यता। कहाँ जाने? फारमकोट। अब डेस्टिनेसन चेन्ज भयो फेरि एकैछिन। हाम्रो चाहिँ डेस्टिनेसन चेन्ज भइसकेको छ। हामी चाहिँ खास नुवाकोट जाने भनेर निस्केको। हामी चाहिँ अहिले अब चाहिँ फारमकोट जाने भने ढिलो भएछ। यिनीहरू चाहिँ खास भएर जान लागेको मान्छेलाई बुटोल लिएर हिँड्न थालेछ आज यिनीहरूलाई चाहिँ। दुईजना चाहिँ उहाँ गइसक्यो अगाडि। दुइटैको स्कुटी चाहिँ फेरि सेम छ फेरि कलर। दुईजनाले बाई वान गेट वान फेरिमा किनेको स्कुटी। ल गाइज ट्राफिक लाइट परेको अवस्था। हाम्रो गाइजहरू चाहिँ खै कता पछाडि आउँदैन थाहा छैन। त्यही भएर हामीले चाहिँ अब ठ्याक्कै यो ग्रिन नहुँदासम्म आउँछ कि भनेर सोचिरहेछौँ। हेरौँ लास्ट जस्तो चलाइरहेको हौ जुन एकदम। हामी चाहिँ अहिले कहाँ छौँ भन्दाखेरि कालिका नगर होला है यो। कालिका नगर रहेछ। ल गाइज हामी चाहिँ यहाँ बुटोल बस पार्क सिम पुगिसक्यौँ। अनि हाम्रो गाइजहरू नि यहीँ छन्, भेटाइसक्यौँ हामीले चाहिँ। के भन्नुहोस्? अनि अहिले चाहिँ अब चाहिँ हामीले अब यता कतै उतै अगाडि कता पेट्रोल पम्प छ अरे, यसले देखेर रहेछ। अनि त्यहाँ चाहिँ पेट्रोल हाल्छौँ। अनि त्यहाँदेखि चाहिँ हामी फेरि नन स्टप जान्छौँ। र गाइस हामी चाहिँ यहाँ पेट्रोल पम्पमा आइसक्यौँ। यही होला सायद लास्ट पेट्रोल पम्प यताको बुटोलदेखि पाल्पा जाने ठाउँमा। हियर इज आवर कार्तिक साथी। कार्तिक साथीलाई चाहिँ केटाहरूले सुत्दा उठाएर जबरजस्ती लिएर छ। ल गाइस हामीले चाहिँ पेट्रोल हालिसक्यौँ। अनि अब चाहिँ हामी सिधै फारमकोटमा स्टप लिन्छौँ होला, नत्र सायद जोरधारामा नि हुनसक्छ। र गाइस भ्यू देख्न सक्नुहुन्छ हाम्रो बुटोल कट्ने बित्तिकै एकदम राम्रो भ्यू देखिरहेको छ। त्यसैमाथि राति पानी परेको भएर चाहिँ वेदर एकदम खुल्ला छ आज चाहिँ। अनि अघिसम्म चाहिँ घाम लाग्थेन। हामी हिँड्नुभन्दा अगाडिसम्म चाहिँ हामी हिँड्न लागेदेखि चाहिँ घाम लाग्यो है। अहिले चाहिँ खत्रै घाम लाग्यो। तलको खोला चाहिँ डेन्जर भाइरल छ। यहाँ चाहिँ शनिबार र आइतबार लास्ट भिड हुन्छ, मान्छेहरू एकदम धेरै हुन्छन्। अहिले चाहिँ हिजो पानी परेर होला, अहिले चाहिँ यस्तो यो धमिलो देखियो पानी। नत्र यहाँ चाहिँ डेन्जर नै भिड हुन्छ अरू बेलामा चाहिँ। इन्डियाबाट थोरै मान्छेहरू आउँछन् र धुलो चाहिँ डेन्जरै उडेछ गाइस। नेपालको बाटोको सबसे स्पेसल कुरा यति भएन भने त के अरे नेपालको बाटो जस्तै हुनु यति धुलो उडेन भने त है दादी। र हामी चाहिँ अहिले सिद्ध बाबा मन्दिर पुगिसकेछौँ। हो र यो त होइन साथी। यहाँ पनि टनल बन्दैछ गाइस। अब यो टनल कहाँ पुग्छ त्यो चाहिँ थाहा छैन, तर बन्दै चाहिँ छ। हामी चाहिँ अहिले यहाँ केराबारी पुगेर फोटो खिचिसक्यो। मैले त खिचेन, मलाई मन परेन खिचिदिएको। बिनु भाइले खिच्यो, हर्का सामङजीले खिच्नुभयो र हाम्रो हिरोले नि खिचिसक्यो फोटो। अब चाहिँ हामी सिधै कहाँ उही मार्मकोट गएर त होला नि, सिधै रोकिने होइन। अब चाहिँ हामी नजिक पुगिसक्यो अरे। अब चाहिँ हामी सिधै अब उहीँ गएर देखाउँछौँ। अब यहाँदेखि चाहिँ बाटो छुट्टिँदो रहेछ। अहिले के त यहाँदेखि चाहिँ ठाडै माथि रहेछ। स्कुटीले चाहिँ गाह्रो मानिरहेको छ अलिकति। चिसो चाहिँ डेन्जर चिसो छ है गाइस। भइरह्यो भन्दा त ओहो हेभेन आए जस्तो। हेभेन बाटो चाहिँ त्यस्तो नराम्रो नि छैन, राम्रो नि छैन, ठिकै भनौँ न। स्कुटीको
बाइक स्कुटी आउनलाई ठिकै रहेछ तर हाम्रो स्कुटीले चाहिँ अलिकति गाह्रो माने किनभने यिनीहरूको त नयाँ नयाँ स्कुटी छ दुइटैको नयाँ नयाँ स्कुटी छ हामीहरू चाहिँ अलिक पहिला लटको स्कुटी भएर चाहिँ अलिकति मात्र दुःख माने र गाइज हामी चाहिँ अहिले त माथि आइसकेछौँ यहाँ चाहिँ मकै छ गाइज मकै पनि फेरि हामीभन्दा ठुल्ठुलो छ डेन्जर छ है गाइज ठाउँ चाहिँ दामी छ एकदम चिसो भइरहेछ मेन कुरा त त्यही भएर नि एकदम रमाइलो लागिरहेछ हेर्न सक्नुहुन्छ गाइज मकै छ यता चाहिँ तलैदेखि मकै रहेछ र गाइज हामी चाहिँ अहिले यहाँ यति माथि आइसकेछौँ अनि दुईवटा नयाँ नयाँ स्कुटी भएकोवालाहरू चाहिँ झन् पछाडि छन् हाम्रो चाहिँ फेरि यहाँ हिरो छ हिरो यो दुईवटा नयाँ भएकोवाला चाहिँ झन् ढिलो आइरहन् पछाडि हामी चाहिँ अगाडि हिँड्दा चाहिँ यिनीहरूलाई चाहिँ कुरेर बसेको हामी चाहिँ यहाँ मलाई चाहिँ थाहा छैन है यहाँदेखि कति टाढा कति टाढा भन्ने मलाई चाहिँ थाहा छैन यहाँदेखि चाहिँ किनभने म चाहिँ फर्स्ट टाइममा चाहिँ यिनीहरू यो दुईजना चाहिँ आएर चाहिँ पहिला हेरौँ अब चाहिँ अझै कति टाढा यहाँदेखि गाइज हामी चाहिँ अहिले धेरै माथि आइसक्यौँ अहिले यहाँको बाटो चाहिँ बहुत खतरा छ यहीँदेखि त्यहाँसम्म त ढलाइ गऱ्यो त्यहाँदेखि त्यहाँसम्म मात्र ढुङ्गा हाल्यो सबै ठाउँ यस्तै छ यहाँ बिचमा बाटो सब यस्तै छ अनि त्यो चाहिँ त्यो तानसेन हो अनि यो चाहिँ केटाहरूले तानसेन भन्दै केटाहरूले चाहिँ होला पनि किन भन्छ यति धेरै घरहरू भएको ठाउँ त त्यही मात्र छ यता बिचमा र भ्यू चाहिँ यस्तो दामी देखेछ चिसो पनि कति चिसो छ ओहो 2000 years later गाइज हामी चाहिँ आइसक्यौँ अब यहाँदेखि चाहिँ हाम्रो पैदल यात्रा सुरु भएको छ यहाँ चाहिँ हामीले राखिसक्यो 3टा स्कुटी एउटा चाहिँ खै कसको थाहा छैन अब यहाँदेखि चाहिँ खोइ कति बेर लाग्छ यहाँदेखि दामी देखिरह है बाटो चाहिँ फेरि धोस्तै छ सुरुमा त ठिकै थियो पछि त धोस्तै छ 5 मिटर जति ढलाइ गऱ्यो फेरि खाल्टाङ खुल्टिङ कस्तो आज चाहिँ यहीले जोसाएर चाहिँ यहाँसम्म पुरा दामी छ ठाउँ चाहिँ दामी रहेछ तर बाटो चाहिँ धोस्तै छ गाइस हामी चाहिँ यहाँ आइसकेको छौँ धन्न एक्सपेक्टेसन भएछ रियालिटी चाहिँ भएन जस्तो भिडियोमा देखेको छ त्यस्तै नै रहेछ राम्रै छ ठाउँ चाहिँ भ्यू चाहिँ खतरा देखेछ खतरा डेन्जर देखियो भ्यू चाहिँ यहाँ पुग्यौँ चारैतिर भ्यू चाहिँ यस्तो दामी छ हावा पनि डेन्जर चिसो चलिरहेछ चारैतिर दामी देखिरहेछ यता झन् दामी लाग्यो मलाई हावा नि डेन्जर चिसो चल्यो ठ्याक्क बादल यता आइरहेछ त्यही भएर नि चिसो भएको होला त्यही त टाइमलेसमा राख भने केलाई फोन टाइमलेस राख त बादल हेर्नु सक्नुहुन्छ दामी यहाँ भर्खर घाम लगाइरहेको थियो बादल आएर छेकेर दामी चिसो भएको छ कस्तो शीतल लाग्यो है बादल घाम दालचिनी छ नि त्यसलाई काटेर त्यसको डेन्जर देखियो त यता अघि सब घरहरू देखिरहेको थियो अहिले सब गायब भइसक्यो ल गाइस अब चाहिँ हामी यहाँदेखि निस्केर जानु लाग्यो ठाउँ चाहिँ एकदम चिसो रहेछ तर त्यही पनि अब यहाँ जाने कि जाने भनेर अब हिँड भनेर लिएर जानु थाल्यो अब चाहिँ हामी सिधै जान्छौँ होला घर अनि फुटबल खेल्न पनि जान्छौँ होला सायद त्यसपछि चाहिँ यहाँ चाहिँ कडी पत्ता हन्टिङ हानेर ल्याइसकेको छ ओ देखा त यस्तो छ यहाँ चाहिँ
बाबा तल जान्छ कि रेगु के पुग्यो खै के हो बे यही हो यो पनि हो भनेर दा पाल्दै खान्छ कि यस्तो A few moments later. ल गाइज हामी चाहिँ हामी चाहिँ अब तल आएर नि निस्क्यौँ तलतिर के काट्दैन कसैको नि म त माग न न त त्यो म्युट गर त्यतिकै हालिदिन्छु के हुँदैन ल गाइज हामी चाहिँ हाइवेमा आइसकेको छौँ अनि दुईजना चाहिँ दुईवटा स्कुटी चाहिँ पछाडि छ अझै हामी चाहिँ एकछिन यहीँ पुग्छौँ तिनीहरूलाई अनि फेरि खाजा खाने भने जोरधारामा खै खाजा खान्छ होला सायद त्यसपछि बल्ल घरतिर गइन्छ त्यहाँ चाहिँ आउँदैछन् दुईवटा नयाँ नयाँ स्कुटीवालाहरू स्कुटी पनि सेम छ दुइटैको कहाँ जाने हो ल जाऊँ त्यसो भए ल अब चाहिँ हामी जोरधारामा रोक्छौँ एकछिन खाजा खानेलाई चाँडै आउने बेलामा चाहिँ ओह्रालो गरेर हामी चाँडै चाँडै पुग्यो जाने बेलामा चाहिँ ओह्रालो भएर त्यसमाथि बाटो नि राम्रो छैन बाइकमा चाहिँ अलिक सजिलो हुन्छ होला है स्कुटी भएर नि हो क्या त्यही हो यो चाहिँ नयाँ जोरधारामा चाहिँ हामी चाहिँ यहाँ आएन हामी चाहिँ पुरानो जोरधारामा जान्छौँ खाजा खानाले अब त्यही गएर भेट्छौँ यहाँ चाहिँ अब हामी मुखसुख धुन्छ पहिला के अरे मुखसुख धुन्छ बल्ल यता हल्का खाजा हान्नु दुईवटा वाइफाई सदन चारवटा गरेपछि वाइफाई सदन वाइफाई साथीहरू टेन्सन भएछ यहाँ आज साथी कहाँ के गर्ने भनेको केटाहरूले संसार जित्न हिँडालिदियो आज साथीलाई होइन साथीले खास त आफ्नै संसार जित्ने हो भनेको केटाहरूले छुट्टै संसार जित्न हिँडालिदियो गाउने मान्छेलाई उता ल्याइदियो बिनु भाइलाई चाहिँ हट्न बिनु भाइलाई चाहिँ हुक्कान आएको मान्छे पालमा बोलाइदिएछ केटाहरूले 2000 years later. गाइस हामी चाहिँ अब यहाँदेखि पनि निस्किसक्यौँ आज चाहिँ अब खेल्न जान नि भ्याउँदैन अब चाहिँ हामी एकचोटि ग्राउन्ड पनि जान्छौँ हेर्छौँ के गरेर भाइहरू ट्रेनिङ गरेर आयो कि नै सबै हेर्छौँ अब चाहिँ डाइरेक्ट अब कहीँ नरोक्ने सिधै अब उही गएर स्टप दिने